गाइजहरु यो चाहिँ हाम्रो टिकापुर जाने बाटोको अवस्था यो यति भिड छ गाइजहरु कुरै नपर यहाँ ह्याप्पी न्यू इयर ओके 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 मदन केसी गाइजहरु यहाँ यति भिड छ भने टिकापुर पार्कमा कति भिड होला गाइजहरु हैन गाइस यहाँ पुरा केटीहरु ओ मामा गाइजहरु हामी बिना टिकटको आइदियौ यता बिना टिकटको पठाइदियो गाइजहरु भन्ने हैन के टिकापुर पार्क नि घोडा घोडीटा गाइजहरु यहाँ यति भिड छ कि कुरै नगर्नु होला आगे कराइ न गाइजहरु यहाँ हेर्न सक्नुहुन्छ पुरा पाइला राख्ने ठाउँ छैन यहाँ गाइज यति भिड छ कि केटाहरु यहाँ आका हमार बस चेन्ज है डिलक्स लगोर माय गॉड आज यति भिड छ गाइज 1 गतेको दिन एक गते यहाँ आधा ग्रुप कहाँ जल्दी जल्दी चलो हाम्रो ग्रुपको मान्छेलाई चिन्नुहुन्छ भने यो सम्पर्क गराइदिनु होला चाहिँ हाम्रो टिकापुर गृह उद्यान केटीहरु खतरनाक आज क्यामेराम्यानको फाइदा छ गाइजहरु भिड यति छ कि गाइज कुरै नगरौँ जाने हो कि अब यो हाम्रो टिकापुरको हामी गेटमा पुगिसकेका छौँ केटाहरु यहाँ छ टिकापुरको यता पार्क पानी आफै झरेर रेनफल जसै बनाएको छन् यता ब्युटिफुल तरिकाले यता यो चाहिँ हाम्रो गेट रहेछ टिकापुरको यो चाहिँ यहाँ फोटो खिच्ने मेन गेट भनेको यही हो गाइजहरु यता यहाँ धेरै फोटो खिच्छन् यता केटाहरु केटीकेटाहरु अब यो चाहिँ हामी अब जाँदै छौँ यता वीरेन्द्र किङको फार्म वीरेन्द्र किङको फार्म हाउस हो कि महेन्द्र किङको फार्म हाउस हो यो चाहिँ थाहा भएन त्यही पनि वीरेन्द्र किङको जस्तो लाग्छ यो हाम्रो वीरेन्द्र राजा पहिला यही थिए मैले देखेको त हैन यो हाम्रो नेपालको टप 1 मा पर्ने हाम्रो यो घुम्ने ठाउँमा 1 नम्बर ठाउँ हो यो टिकापुर फार्म हाउस वीरेन्द्रको गाइस यो चाहिँ स्टेट भ्यूबाट यो हाम्रो वीरेन्द्र किङको फार्म हाउस त्योहार लग हो कांची त्योहार लग हो कह के और हमार टिकापुर पार्क में घूमे से भी अपने के गाइस यता केटी छिर्नु पर्यो गाइस छिटो हाम्रो टिममेट उता डीजेमा पुरा नाचिसकेछन् नाच्दै छन् हामी चाहिँ यता घुम्न आइसक्यो बसबाट छुटेर हामी हिँड्दै आयौं हामीले हमार बाजारे पटाइन लागि यो चाहिँ हाम्रो टिकापुरको र्याफ्टिङ गर्ने ठाउँ कर्णाली ड्याम हो
कितना रुपया लेते हैं एउटा बोर्ड स्टार्ट भइसकेको छ यहाँ पुरा फुल स्पिडमा कर्णालीको नदीमा ए भगवान हाम्रो पनि यस्तो दिन कहिले आउला हो माइको के देख्नु परेछ यो टिकापुरमा गाइजहरु यति भिड छ कि पुरै नगरपालिका आज 1 गतेको दिन लास्टै भिड छ गाइजहरु यहाँ पछाडीतिर यो चाहिँ टिकापुर यो चाहिँ हाम्रो बस हो गाइस यता देख्न सक्नुहुन्छ म चाहिँ लास्टै झ्याप हुनको कारणले भ्लग बनाउन पाएन त्यति बियर खानका कारणले हैन गाइसहरु यो चाहिँ गेट हो भित्रको गेट हो यो चाहिँ अब लास्ट भ्लग चाहिँ अहिले हुन्छ मेरो अहिले देखाउँछु एकछिन पछि भित्र गएर डान्स त हाल्न मिल्दैन किनभने गाइस कपिराइट आइहाल्छ डान्समा त्यसैले डान्स चाहिँ हाल्दैन सिर्फ नर्मल आफ्नो भ्लग मात्र हाल्ने छु गाइसहरु गाइस यहाँ देखिए कि सेंटा मारे लगना यहाँ फोटो खिंचाई लाख हमारे मांगो ना मांगो तो यार सेंटा ड्यूटी एक के छो गाइसहरु म बिन्ती गर्छु तपाईहरुलाई यहाँ हाम्रो टिकापुरमा कोही पनि नआइदिनु होला गाइस यति भिड छ आज चाहिँ पुरै नगर्नु होला यो चाहिँ हाम्रो टिकापुरको पुरा भिड यति भिड छ पाइला राख्ने ठाउँ छैन गाइसहरु यता लास्टै भिड छ गाइसहरु फोटो खिच्ने पनि तालै मिल्दैन ये देखो ना क्या है गाइस ये क्या है देखो ना गाइस क्या है गाइस देखो ना गाइस गाइसहरु ब्युटीफुल पार्क छ यहाँ टिकापुर पार्कमा तपाईहरु घुम्न आउन सक्नुहुन्छ गाइसहरु यता नयाँ सालको दिन छ यति भिड हुन्छ गाइसहरु पुरै नगर्नु तपाईहरु म चाहिँ यहाँ आफ्नो मम्मी र यहाँ आन्टीहरुको क्यामेराम्यान बन्न आछु गाइसहरु यहाँ क्यामेराम्यानमा दिमाग खराब गर्दैछन् गाइसहरु यता पोज भने उता पोज गाइसहरु यो चाहिँ गाइस हाम्रो टिकापुर टिकापुर हाम्रो कैलालीको फेमस एक ठाउँ हो गाइस यो किङ वीरेन्द्रको ठाउँ हो गाइस अवश्य आउनु होला गाइस हाम्रो यहाँ टिकापुर ठाउँमा यहाँ पुरा फोटो सोटो खिचिरहेछन् पुरै गाइसहरु नाइ बाबुहरुको फोटो खिचिरहेछन् किङको ठाउँ हो नि किङको किङ देखो ना गाइस क्या है गाइस इतना भीड़ देखो गाइस क्या है गाइस देखो ना गाइस क्या है गाइस देखो ना इधर गाइस और यहाँ पर सारी भीड़ देखो की भीड़ छ गाइस के गर्नु आज 1 गतेको दिन यति भीड़ छ गाइस र मान्छेको बेसीको छैन यहाँ कमी छैन मान्छेको गाइस मान्छेको कमी छैन पाइला राख्ने ठाउँ छैन गाइस चलो जल्दी चलो